हेलो एभ्रिवान, स्वागत छ मेरो यस न्यू मिनी भ्लगमा। आज चाहिँ मैले तपाईहरुलाई मेरो न्यू मिनी भ्लगमा देखाउन लागिरहेको छु एउटा स्पेशल कुरा। सो स्पेशल कुरा के छ भन्नुहुन्छ भने अस्तिको दिन तारा र मेरो भेट भएको थियो। तारा चाहिँ मलाई भेट्न आएकी थिए। सो भेट्न आउँदा चाहिँ ताराले मलाई के कोसेली ल्याइदिए र त्यो कोसेली के छ भनेर देखाउन लागिरहेको छ। अनि त्यो कोसेलीको थ्याङ्क्स पनि भन्न पाएको थिइनँ कि मैले त्यसलाई तारालाई। अनि यो भिडियो मार्फत चाहिँ मैले त्यसलाई थ्याङ्क यू सो मच तारा, तेरो मायाको लागि, तेरो के भन्ने यो सपोर्टको लागि भनेर मैले यो भिडियो बनाउँदैछु। सो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त। अब चाहिँ म यहाँनिर एकदमै धेरै गर्मी भयो क्या यहाँ कोठामा। सो म माथि गएर चाहिँ ताराले मलाई ल्याइदिएको कोसेली देखाउँदैछु हजुरहरूलाई। सो किप वाचिङ माई च्यानल। हाई, यो भिडियो चाहिँ मैले स्पेसल ताराको लागि बनाएको हो। र ताराले मलाई अस्ति भेट्न आउँदाखेरि चाहिँ के कसरी ल्याएकी थिए साथीहरू, म त्यो तपाईँहरूलाई देखाउँछु है त। सो मैले भिडियोमा अब 1 2 3 4 त होइन, मतलब अब जतिवटा सामान छ त्यतिवटा सामान चाहिँ म तपाईँहरूलाई देखाउन लागिरहेको छु। पहिलो नम्बरमा यो छ साथीहरू, मसरुम सुप। अब हाम्रो लागि एक्सपेन्सिभ नन एक्सपेन्सिभ दुइटै जे भए पनि अब यति ल्याइदिएको चाहिँ मायाले ल्याइदिएको कुरा, मायाले ल्याइदिएको कोसेली मेरो लागि एकदमै प्रिय हुन्छ। सो थ्याङ्क यू सो मच तारा मसरुम सुपको लागि। यो चाहिँ मैले यहाँ राख्छु ल। आफ्टर देन अनि त्यस पछाडि यो चाहिँ स्याउ हो साथीहरू, तपाईँहरूलाई पनि थाहा छँदैछ होइन। यो चाहिँ कहाँबाट, भातबटनीबाट ल्याएको। अब यतापट्टि चाहिँ म देखाउँदिनँ होइन, किनभने अब त्यो सबै कुरा लेखा हुन्छ नि त यतापट्टि। सो प्याकेजिङमा लेखेको कुराहरू अब किन देखाउने होइन। सो यो चाहिँ स्याउ हो, यसलाई पनि मैले यहाँ राखेँ। अनि त्यसपछि अर्को पनि छ, यो पनि स्याउ हो, चिन्नुहुन्न होला होइन। त्यो पनि तपाईँहरूले एकचोटि भातबटनी सुपर मार्केटबाट चाहिँ एकचोटि स्याउ ल्याएर खानु होला, एकदमै राम्रो हुन्छ। चाख्न नबिर्सिनु होला। यो भयो अर्को होइन, एकदमै भेजिटेरियन मलाई मनपर्छ भनेर होला सबैजनाले मलाई त्यस्तै अब कसैले ल्याइदिनुहुन्छ क्या, एकदम खुसी लाग्छ, राम्रो लाग्छ। अनि यो चाहिँ गाजर हो साथीहरू, यो पनि भातबटनीबाट आएको गिफ्ट हो। ताराले मेरो लागि स्पेसल ल्याइदिएकी। गाजरलाई खाएन, क्यारेट भनेको क्यारेट होइन। ओके, त्यसपछि अर्को कोसेली रहेको छ, यो भनेको चाहिँ आलमन्ड्स। यो मैले एकदम धेरै खाएँ भन्दा पनि यसो 2 3 महिना जस्तो खाएको खाइ गरेर एकदम समस्या थियो, खाइरहेको भएर चाहिँ मलाई यो यति धेरै वाक्क अमन भएको छ। तर पनि भए पनि म खान्छु यसलाई, म फाल्दिनँ, म मिठो भएन भन्दिनँ। तर नमिठोको लागि खाने भन्दा नि हेल्थको लागि खाने हो। सो मैले चाहिँ यो आलमोन्डको लागि पनि एकदमै थ्याङ्क यू सो मच भन्छु तारालाई। आलमोन्ड हेर्नु साथीहरू, छेल्यो नि, पछाडिको ब्याकग्राउन्डै छेल्यो क्या यसले, कस्तो राम्रो देखिरहेको थियो हजुर। यसलाई इङ्ग्लिसमा के भन्छ भनेको, यसलाई चाहिँ इङ्ग्लिसमा के भन्छ भनेर ठ्याक्कै अहिले भन्न आँटेको थिएँ, बिर्सेँ होइन। यो चाहिँ ओखर हो, ओखर साथीहरू। सो मलाई ओखर पनि यति धेरै अमन भएको छ, के गर्ने अब। तर पनि मलाई मेरो हस्बेन्डले ल्याइदिइराख्नुहुन्छ। सो त्यो बाहिर बोक्रा भएको होला, यो चाहिँ बोक्रा नभएको होला ओखर हो। त्यही पनि हेल्थको लागि भनेर म खान्छु सधैँ। अब डेली चाहिँ खाँदिनँ, तर अल्टरनेट यसो 2 3 दिन धेरै भएको खण्डमा खान चाहिँ हामी रेडी छौँ।
यिनीहरू रेडी छन् जहिले जहिले पनि। यदि तपाईँहरूलाई पनि चाहिन्छ, यो मलाई धेरै भएको जस्तो फिल पनि हुन्छ खाँदाखेरि धेरै भएको भएर। सो तपाईँहरूलाई पनि चाहिन्छ भने आउनु होला तपाईँहरू पनि। सो तपाईँहरू आउनुभयो भने चाहिँ यो म तपाईँहरूलाई दिन्छु थोरै थोरै। अनि यो ओखर भयो होइन साथीहरू, यसलाई यतै यतै राख्छु। अनि लास्टमा अब यो पनि मायाले, एकदमै मायाले, सानीमाले, ताराले कसले पठाउनु भएको थाहा भएन। यो चाहिँ के हो, के भन्छ यसलाई क्या, थाहा नै होइन। यो खजुर कि के, खजुर कि के हो अरे होइन। एकदमै धेरै गुलियो छ, गुलियो हुन्छ है। अनि त्यो धेरै गुलियो हुँदा चाहिँ मलाई कति धेरै गुलियो चाहिँ एकदम धेरै अमन लाग्छ। अब फेरि यहाँनिर भिडियोमा सबै मन नपर्ने मन नपर्ने टाइपको जस्तो दुःख मनाउ गर्छ होला ताराले होइन, तर त्यस्तो होइन। म भनिहालेँ नि, हेल्थको लागि चाहिँ म सबै खानेकुराहरू मिठो मानेर खान्छु। सो थ्याङ्क यू सो मच तारा। यो सामानलाई मैले यही प्लास्टिकमा, यो ठुलो प्लास्टिकमा। तपाईँहरू सोच्नुहुन्छ होला यत्रो सब कसरी लिएर दिदीको चाइल्डहुड फ्रेन्ड सिस्टर किन आयो भनेर सोच्नुहुन्छ, त्यो चाहिँ तपाईँहरू आफै गेस गर्नु होला। किन ल्याइदियो सेकेन्ड प्लास्टिकमा चाहिँ छ, सेकेन्ड प्लास्टिकमा चाहिँ त्यस्तो धेरै केही छैन। फेरि सानीमाले माया गरेर मलाई अमिलो खानेकुरा यो यति बेलाको मनपर्छ होला भनेर आँपहरू एकदम धेरै 5-6वटा छ, 6-7वटा छ। आफै आफूले दिनुभएको छ, यसको लागि पनि एकदम धेरै थ्याङ्क यू सो मच भन्छु। काँचो आँप मलाई यति धेरै मनपर्छ, अमिलो। अनि त्यसपछि अचार खानुको लागि सबैलाई मनपर्ने सिजनल फुड पनि हो नि त। अनि त्यही भएर यसको लागि त विशेष धन्यवाद दिन्छु सानीमालाई। अनि त्यसपछि ल्याइदिने मान्छे तारालाई पनि। अनि त्यसपछि यहाँनिर छ वाइ वाइ चाउचाउ, 4वटा वाइ वाइ चाउचाउ छ। यसको लागि पनि थ्याङ्क यू सो मच। यो खाजा रूपमा खान यति धेरै के भन्नु स्वादिष्ट पनि हुन्छ, हाम्रो भोक पनि मिठाउँछ, छिटो मिठो पनि खाजा। सो अब यो कोसेलीलाई पनि मैले यहाँ भुल्न राख्छु। अब ताराले ल्याइदिएको विशेषवाला कोसेली चाहिँ के हो साथीहरू। अब यो कोसेली किन आयो भन्दा पनि अब धेरै समयपछि भेट भएको, हामी जहिले पनि भेट हुँदैनौँ। सानोदेखिको साथी, फ्रेन्ड, क्लासमेट जस्तै हो। अनि दिदीबहिनी पनि हो विशेष गरी। सो दिदीबहिनीको आत्मीय माया प्रेम यस्तै हुन्छ। अनि के भने मलाई धेरै कुरा बोल्नै आएन। उपहारको लागि, कोसेलीको लागि तारालाई थ्याङ्क यू सो मच, लभ यू, बाई बाई। अब यो भिडियो चाहिँ लास्टसम्म त्यो तारालाई पनि पुगोस्। अब यो मेरो ब्याकग्राउन्डमा चाहिँ बुढो पनि छ, बुढोले चाहिँ आज सब्जी केलाउँदैछ फर्सीको मुन्टा। बाई बाई साथीहरू, बाई गर्दाखेरि एकचोटि।